आमा लाइदिनु बाबालाई आउँछ बाबाले गिफ्ट लाइदिनु त्यो बाबाको उमलाई जान्न के कान्छी औँलामा आमा कान्छी औँलामा खुसी साथी आउँदै दिने आमा कान्छी औँलामा रित्तो त सुनको अनि धेरै नबोल्नु त आमा खोल्यो दाइ त्यो उलिनु न कुण्डा हजुरहरुले त्यो लिन तपाईं घोल्टाउनु दाइ पत्नी दाइ नै दाइ फोटो खिच्दै अब भाउजूलाई छोएर त्यो के काट्नुस् ल म यहाँले काट्दियो काट्नु न सानो काट्नु दाइले खुवाइदिनु दाइले यो बुढेसकालमा के यो निरोगी सदा खुसी सुखी रहनु टीका लगाइदिने भनेको पहिला केक खुवाइदिनु पहिला टीका लगाइदिनु भयो टीका लगाइदिनु रातो टीका भनेको टीका लगाइदिनु हुन्छ गिफ्ट दिनुहुन्छ कि बाबाले अब निरोगी हुनु छोराछोरीबाट खुसी हुनु सधैँ सुख शान्ति रहोस् अब बुढीबाट त त्यसै खुसी हुनुहुन्छ नि म आफै भनिदिन्छु म जस्ती बुढी पाउनु भाग्य यो खपरा लिएरै आउनु सबैको बुढी मसँग जे छ सबै टक्राइ केही सुई गरे भन्दै दिनु न त्यही बस ठीक छ अब यिनीहरू बुढी बजारहरू त देखियो मलाई पनि आइदिन्छु त जैसे आयो उसे किया हुआ था ल ठीक छ अब ल अब के गर्नु पर्यो अब अन्त के गर्नु पर्यो भन्नु छिटो अब छोरीहरुले बाबा मम्मीलाई बुवालाई के खुवाइदिन बुवा मम्मीलाई के खुवाएर ढोकर न आज तैँले बुवा मम्मीलाई के खुवाएर गिफ्ट आइद नि ध्यान दिनु त तपाईहरुले दल दिनु त दल दिनु ल बुवा मलाई ढोकर यता पाक्ने दिदी खाउन हो यो ढिलो बाबालाई भयो होइन आम भाउजूसँग बस्छ काखमा ल यो फोटो एनिभर्सरी दिदी भिनाज्यू ह्यापी 36 एनिभर्सरी दिदी भिनाज्यू
हजुर ह्याप्पी एनिभर्सरी अङ्कल होइन कि त आउनु त आन्टीसँग उभिनु पर्यो ल उतालाई गिफ्ट दिनु दुईटैले दिनु त्यहाँ के लेखा पुरै पढ्नु न ल ल बामा सिद्धि हाम्रो नि बामा नि भनेर गोला 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 खोले चिल्लाइछौ मलाई काम लाग्छ तपाईँले नलाउनुहुन्छ जान्दिनँ म सिकाइदिन्छु छोरालाई पहिला पहिला माग खुवाइदियो ल खुवाइदियो ल खुवाइदियो खुवाइदियो ल ल भयो यहाँ यो केक एकजनाले गरौँ न एकजना जान्छ ल अब छैन बाबा तपाईँ पठाइदियो भन्नुहुन्छ नि